जस्तो मुखको क्यान्सरहरूको कुरा गर्ने भने त्यसमा मद्यपानको चुरोटको बिडी तमाखुहरूको चाहिँ बढी रोल छ। अझ मैले त यही डाक्टरहरूसँग कुराकानी गर्दा के थाहा पाएको थिएँ भने रक्सीसँगै चुरोट खानलाई अझ बढी हुन्छ। हजुर हो, म त्यसमा आउँदैछु। हाम्रो मुखको क्यान्सरहरूमा चाहिँ चुरोट गुट्खाहरूको चाहिँ सुर्ती र गुट्खा चुरोटहरूको बढी छ भने जस्तो स्वर यन्त्रहरूमा चुरोटको बढी छ। यसले गर्दाखेरि सामान्यतया हेर्दाखेरि नाक कान घाँटीमा चुरोटहरूको बढी देखिए तापनि रक्सीले पनि गराउने गर्दछ र यो दुईटै खाने मान्छेहरूलाई 5-10 गुणा बढी सम्भावना बढेको देखिन्छ। चुरोट मात्रै अथवा सुर्ती मात्रै खाने भन्दा पनि दुवै खाने मानिसहरूमा क्यान्सर हुने सम्भावना 5-10 गुणा बढी देखिएको छ। जस्तै लक्षण देखिसकेको छ बिरामीलाई, हजुर उसले धुम्रपान गर्छ, सुर्ती खान्छ, तपाईँले भने जस्तै रक्सी पनि खान्छ, तर लक्षण देखिसक्यो तपाईँहरूले आएर छोड्नुहोस् भन्दा छोड्न मानेको हुन्छ हुँदैन त्यो लतलाई चाहिँ उसले? होइन, त्यो एकदमै गाह्रो पक्ष हो। उहाँहरूले चाहिँ त्यो कुराले मलाई यो कुराले गराएको होइन, अरूले पनि खान्छन् र अरूलाई केही नहुँदा मलाई मात्रै कसरी हुनसक्छ भन्ने कुरा एउटा डिनायल फेजमै हुनुहुन्छ। त्यही भएर त्यो कुरा हामीलाई बुझाउन एकदमै गाह्रो छ र हामीले यो कुरा यसले गर्दा तपाईँहरूको जोखिम बढाएको हो, यो छोड्नै पर्छ भन्दा कहिलेकाहीँ हामी चाहिँ यो साइकोलोजिकल थेरापी गराएर परामर्श गराएर पनि उहाँहरूलाई बुझाउने कोसिस गर्छौँ। जस्तै